मेरो पछाडि यो भिडियो चलिरहेको छ साथीहरू। यस्तै आफ्ना भिडियोमा पछाडिपट्टि भिडियो चलिरहेको भिडियो इफेक्ट तपाईँहरू कसरी बनाउने भन्ने सोच्दै हुनुहुन्छ भने आउनुहोस् आज हामी त्यसको बारेमा जान्नेछौँ है त। तपाईँलाई यदि भिडियो मन पर्यो भने एउटा लाइक कमेन्ट सेयर अवश्य पनि गरिदिनु होला साथीहरू है त। साथीहरू सबैभन्दा पहिले तपाईँले आफ्नो फेसबुक खोल्नु हो र यहाँनिर तपाईँले देख्नुहुन्छ रिल्स अनि प्लस माथि पनि प्लस आइकन छ। त्यो दुईवटामा तपाईँले जहाँबाट मन लाग्छ त्यहीँबाट तपाईँले चुज गर्न सक्नुहुन्छ र यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आएपछि तपाईँले माथि हेर्नुहोस् ग्रिन स्क्रिन भनेर देखाइएको छ। त्यो ग्रिन स्क्रिनमा तपाईँहरूले त्यहाँ ट्याक्क लाएर थिचिदिनु होला। यस्तो इन्टरफेस आउँछ। त्यसपछि तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ स्क्रिन भनेर छ। यहाँनिर यो फेसबुकले दिएको स्क्रिन्सहरू र यतापट्टि क्यामेरा रोल छ, त्यसमा क्लिक गर्नुहोस् र त्यसपछि त्यहाँ खिचिसकेपछि तपाईँले आफ्नो मोबाइलमा भएको फोटो तथा भिडियोहरू आउँछ। तपाईँले कुनलाई चाहिँ राखेर तपाईँले बनाउन चाहनुहुन्छ त्यसमा तपाईँले क्लिक गर्नु होला है त। त्यसमा क्लिक गरिसकेपछि तपाईँहरूको यस्तो आउँछ साथीहरू है। त्यसपछि तपाईँले त्यो फोटोलाई ट्याक्क थिचिदिनु होला र त्यसपछि तपाईँले हेर्नुहोस् साथीहरू होइन, त्यसलाई तपाईँले ठुलो बनाउनु भयो भने यस्तो किसिमको देखिन्छ होला। हेर्नुहोस् तपाईँले है, यसको पछाडि हेर्नुहोस् त भिडियो पनि प्ले भइरहेको छ, मान्छे पनि बोल्न मिलिरहेको छ। यसरी चाहिँ तपाईँहरूले आफ्नो ब्याकग्राउन्डमा भिडियो राखेर भिडियो बनाउन सक्नुहुन्छ है त।